झिँगाले चाहिँ ल्याङ भन्दैछ यहाँ पनि के झिँगाएर हेलो एन्ड वेलकम ब्याक टु पिकेस भ्लग म चाहिँ पिके होइन म सलिलो अनि हामी चाहिँ आज कोस्टल वाक गर्न जान लाग्यो धेरै भयो विकेन्डमा जहिले घर भनेर वेदर त्यस्तो अमेजिङ छैन तर पानी पर्नेवाला छैन सो त्यही भएर वी गोइङ आउट एन्ड या सो लेट्स सी हाउ इट्स गोइङ टु बी प्रज्ञा चाहिँ पानी भर्न गएको छ अझै आएको छैन 5 मिनट भइसक्यो लुकुज यार कुलोबाट पानी थपेर मैले टी-शर्ट लिएर आएको गर्नु जस्तो लाग्यो थ्याङ्क यू के लिएको अब यसपछिको सर्ट ट्राइपोडबाट गाईको हुलले चाहिँ यहाँ हेर्न हुल हो माई गड कति गाई बाई बाई किन चाहियो जेरीको त्यस्तै सोधे हेर्नु त वेलकम टु माई भ्लग मैले कति टाइमपछि भिडियो बनाइरह भनेदेखि भिडियो त बनाइरह हुन्छु भ्लग आफ्टर अलमोस्ट 5 years सायद लास्ट भिडियो मेरो 2020 मा थियो होला हामी चाहिँ 1.5 घन्टाको ड्राइभपछि 1 hour 36 minutes 1 hour 36 minutes को ड्राइभ 108 kilometers त्यसपछि we're finally here ल अब यहाँबाट चाहिँ हाम्रो वाकिङ ट्रेल सुरु हुन्छ हामी हिँड्न लाग्दैछौँ let's go look at that view now look at this view बुझ्यौ कसरी हिँड्ने रे चाहिँ ठम किनकि स्नेक हुन सक्छ okay we don't know हामी राइट बाटोमा हिँडिरहेको छौँ कि छैन भनेर how amazing is that so हामी राइटमै छौँ जस्तो होइन अब हेर यु आर हियर हामी यहाँ छौँ है अब हामी कहाँनिर हिँड्ने हो भन्दाखेरि कहाँसम्म हिँड्न सकिन्छ भन्ने ओके हामी धेरै हिँड्दैनौँ हामी जति सक्छौँ त्यति मात्रै हिँड्छौँ ओके सो अब चाहिँ हामी मजाले हिँड्छौँ यो वाक तर त्योभन्दा अगाडि ड्रोन सट जोक हानेको ड्रोन चाहिँ प्रज्ञाको कति के पुगेपछि ड्रोन सट आउँछ ल भन्नु यो भिडियोमा होइन कि सब्सक्राइबर सुन्नु भयो यो भिडियो 100 के पुग्यो भने ड्रोन अर्को भिडियोमा अर्को भिडियोमा ड्रोन सट ल बाई बाई लाग्दैछ तिमीलाई जाडो हुन्छ होला भनेर अलि बाक्लै लुगा लाएर आइयो तर गर्मीले बिजो बनायो हो किन भन्नु त हामी चाहिँ यो बिचसम्म अब उडेर चाहिँ कसरी जाने हो र हिँड्नै पऱ्यो ल हिँड्नु कुद्दै जानु त कहाँसम्म त पुगिन्छ होला यार पुग्दैन र हामी चाहिँ नहिँडेको धेरै भएछ 5 मिनट हिँड्दाखेरि पनि टाढो भइसक्यो मलाई त भएको छैन है मलाई त भइसक्यो न उकालो हिँडेको छ न ओह्रालो हिँडेको छ यस्तो 1300 बाटो हिँड्दाखेरि पनि 1300 बाटो हिँड्दाखेरि पनि यस्तो नेपालमा पुरा हिमाल चढ्या मान्छे हिमालय त होइन कि अलिअलि पहाड चढ्या मान्छे हो अब यहाँ 5 मिनट सिधा बाटोमा हिँड्दाखेरि ज्यान गल्या जस्तो भइरहेको छ भनेपछि के हो यस्तो
गाह्रो छ है गाइस। अहिलेसम्म चाहिँ दामी भइरहेछ वाक। टक्क लगाएर समुद्रको आवाज आइरहेछ ल, यस्तो दामी। अनि झिँगाले चाहिँ ल्याङ हान्दैछ यार, यहाँ पनि के झिँगा आइरहेको, झिँगा ल्याङ हान्दैछ। वेदर पनि ठिक छ, नट टु सनी, यस्तो जाडो पनि भएन। यस्तो चराचुरुङ्गीहरू पनि टक्क लगाएर देखिन्छ। कस्तो भइरहेछ त वाक? यहाँबाट पछाडि हेर न। Gone fishing. Oh shit! That's scary, man. Okay, so after I don't know what time in here, I'm just staring at just like then. University say, I mean, phone pay. We're at the beach. मलाई चाहिँ होइन के डर लाग्दिरहेको कि यहाँ पानीदेखि, किनकि I'm not used to this big waves. कस्तोसँग आउँदो रहेछ क्या फोर्सफुल्ली, यत्रो ठुलो वेभ होइन। मेलबर्नको अरू बिचहरूमा त आउँदैन। पानीमा जान्छु भनेर कुद्दै गएको थिएँ, क्या डर लाग्दिरहेको क्या। प्रज्ञालाई चाहिँ डर लागेर है आवाज सुनेर, तर यो साउन्ड कस्तो इन्सेन साउन्ड आउने रहेछ। यो यस्तो कर्भ भएको भएर पनि हुनसक्छ होइन, आई डोन्ट नो के हो। किनकि हामी गएको अरू बिचहरूमा चाहिँ अहिलेसम्म यस्तो आवाज सुनेको थिएन। मान्छेहरू चाहिँ अनि वाला आवाज आउने कि। म चाहिँ अलिकति अगाडिसम्म जान्छु है गाइस, स्विमिङ गर्न आउँदैन मलाई पनि आउँछ। जस्ट लुक एट दिस। इलेक्ट्रोलाइट बनायो होइन, इलेक्ट्रोलाइट नै खानुपर्ने जस्तो वाक त होइन, त्यही फर द फ्लेभर। For the vibe. हामीसँग छ एउटा केरा, स्याउ, अनि हामीसँग चाहिँ चिप्स छैन, अनि हामीसँग चिटोस फ्लेमिङ हट, अनि हामीसँग चक्लेट पनि छ। तर यो आई गेस यो खैरेको हट हो, नेपाली हट चाहिँ होइन। यस्तो ठाउँमा आएर मैले एउटा टिकटक पनि बनाउन पाइनँ गाइस, किनकि यहाँ चाहिँ नेटवर्कै नटिप्ने रहेछ क्या, टावरै छैन। मलाई चाहिँ त्यो उसमा बनाउन मन लागिरहेको थियो क्या, त्यस्तो भाइ भइरहेको छ नि त, त्यसमा टिकटक बनाउँछु भनेर लागेको, मरै टावर टिपेन।
तिमीलाई कस्तो लाग्यो भन नि त The whole hike. Would you come back again? प्लस अब त्यो अरू बिचहरू एकदम क्राउडेड भइरहेको छ यहाँ मान्छे पनि धेरै छैन एकदम छुट्टै नै आनन्द छ हाफ मुन भनेको ठ्याक्क हाफ मुन रे इट्स अमेजिङ यहाँ चाहिँ होइन पुरै बिचभरि यो एरियाभरि हामी मात्र बाँकी छौँ सबैजना गइसके ओके सो अहिले चाहिँ हामी एकसुरले फेरि आउँदाखेरि कति 2.32 किलोमिटर्स 32 मिनट रहेछ त्यति हिँडेको अघि चाहिँ रोक्दै गएको भएर होला 45 मिनट्स जति लाग्यो 32 मिनट्समा भनेपछि यसरी चाहिँ हिँड्यो भने 30 मिनट्समा पुग्छौँ अब आजको भिडियो यति नै हो होइन यति नै हो अब हेर्दै गरौँ न अरू भिडियोहरूमा तर अब अरू भिडियोहरू आउनको लागि सब्सक्राइबर हुन पऱ्यो नि त होइन भ्युज भए पो अनि अरू भिडियो बनाउने त्यही भएर डोन्ट फर्गेट टु लाइक सेयर एन्ड सब्सक्राइब होइन लाइक सेयर सब्सक्राइब एन्ड इन्जोय लाइफ That was cringe. Why? Enjoy life. Oh, okay. Bye bye. Bye.